30 दिनको सन्देशमूलक भिडियो श्रृङ्खलाको उद्घाटन। सन्देश लगभग 2 मिनेटको हुनेछ। हरेक दिन तपाईहरु सबैलाई शुभकामना तथा जय मसीह। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आजदेखि हामी 30 दिनको सन्देशमूलक भिडियो श्रृङ्खलामा सुरु गर्दैछौँ। यस श्रृङ्खलाको उद्देश्य केवल ज्ञान दिनु मात्र होइन, तर परमेश्वरको जीवित वचनद्वारा हाम्रो जीवन परिवर्तन होस् भन्ने हो। बाइबलले भन्दछ, दोस्रो तिमोथी 3:16 र 17 मा सारा धर्मशास्त्र परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो र शिक्षा दिन, अर्ती दिन, सच्याउन तथा धार्मिकतामा तालिम दिन उपयोगी छ। त्यसैले परमेश्वरको वचन केवल पढ्नका लागि होइन, जिउनका लागि दिएको हो। आउँदा 30 दिनसम्म हामी विश्वास, प्रार्थना, क्षमा, प्रेम, आज्ञा पालना र पवित्रता, उद्धार, आशा र क्रिस्चियन जीवनका धेरै महत्त्वपूर्ण विषयहरूमा बाइबलबाट सिक्नेछौँ। प्रत्येक सन्देश छोटो हुनेछ, तर जीवनमा लागू गर्न सकिने सत्यले भरिएको हुनेछ। यदि तपाईले यी सन्देशहरू मन लगाएर सुन्नुभयो, परमेश्वरको वचनमा मनन गर्नुभयो र जीवनमा लागू गर्नुभयो भने उहाँले तपाईको हृदयलाई नयाँ आशा, नयाँ शक्ति र नयाँ दिशाले भरिदिनु हुनेछ। त्यसैले म तपाईलाई अनुरोध गर्दछु, यी 30 दिनको यात्रामा हामीसँग जोडिनुहोस्। हरेक दिन एउटा सन्देश नछुटाई हेर्नुहोस्। आफ्ना परिवार र साथीसँग पनि साझा गर्नुहोस्, ताकि परमेश्वरको वचन धेरै मानिसहरूको जीवनमा पुग्न सकोस्। आउनुहोस्, नम्र हृदयले परमेश्वरको वचन सुनौं, विश्वास साथ ग्रहण गरौँ र आज्ञाकारी भएर जीवनमा लागू गरौँ। परमेश्वरले तपाईलाई प्रशस्त आशिष दिनुभएको होस्। आमेन।